सशस्त्र प्रहरी पहिलो संशोधन नियमावली 2072 कहिले भएको थियो? विक्रम सम्वत 2072 10 महिना 25 गते। सशस्त्र प्रहरी नियमावली दोस्रो संशोधन कहिले भएको थियो? विक्रम सम्वत 2079 3 महिना 23 गते। सशस्त्र प्रहरी नियमावली तेस्रो संशोधन कहिले भएको थियो? विक्रम सम्वत 2080 1 महिना 21 गते। सशस्त्र प्रहरी नियमावली 2072 मा कतिवटा अनुसूची रहेका छन्? 19 वटा अनुसूची। सशस्त्र प्रहरी नियमावली 2072 मा कति परिच्छेद रहेका छन्? 17 वटा परिच्छेद। कति वर्ष सेवा अवधि पूरा भएपछि सशस्त्र प्रहरीले पेन्सन पाउँछन्? 20 वर्ष। सशस्त्र प्रहरी कर्मचारीले अध्ययन विधा कति वर्ष सेवा अवधि पछि पाउँछन्? 5 वर्ष पूरा। सशस्त्र प्रहरी ऐन 2058 परिच्छेद 6 मा के व्यवस्था गरिएको छ? सशस्त्र प्रहरी विशेष अदालत र पुनरावेदन। सशस्त्र प्रहरी कर्मचारीले आतंककारी गतिविधिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सघाएमा कस्तो सजाय हुन्छ? जन्म कैदको सजाय। सशस्त्र प्रहरी बल नेपाल कुन मन्त्रालय अन्तर्गत पर्दछ? गृह मन्त्रालय। सशस्त्र प्रहरी बलले पहिलो पटक UN मिसन कुन देशमा गरेको थियो? लाइबेरिया देश। सशस्त्र प्रहरी बल परीक्षण प्रतिष्ठानको स्थापना कहिले भएको थियो? विक्रम सम्वत 2064 सालमा। राष्ट्रिय सशस्त्र प्रहरी बल परीक्षण प्रतिष्ठान कहाँ रहेको छ? मातातीर्थ काठमाडौँमा। राजाले कहिले सशस्त्र प्रहरी बललाई बङ्गलामुखी भगवती निशान प्रदान गरेको थियो? विक्रम सम्वत 2058 7 महिना 7 गते। सशस्त्र प्रहरी बलका देशभरि कतिवटा बाहिनी मुख्यालय रहेका छन्? 8 वटा बाहिनी। सशस्त्र प्रहरी बल नेपालका कतिवटा तालिम शिक्षालयहरू रहेका छन्? 12 वटा तालिम शिक्षालयहरू। सशस्त्र प्रहरी बल स्कुलको स्थापना कहिले भएको थियो? विक्रम सम्वत 2062 सालमा। सशस्त्र प्रहरी बलको मूल मन्त्र के हो? यदि यसको उत्तर आउँछ भने कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। जय नेपाल।